साँच्चीकै भन्नुपर्दा यो बागलुङ एकदमै रमणीय ठाउँ रहेछ। हामी त्यहाँ बागलुङ पुग्दै गर्दा र बागलुङ कालिका मन्दिरको दर्शन गरेर बागलुङ कालिकादेखि केही माथिल्लो भेगमा यो झुलुङ्गे पुल निर्माण भएको रहेछ र त्यो हामी त्यहाँ पुग्यौँ र त्यहाँ झुलुङ्गे पुल तर्दै गर्दा सुरुमा त डर लाग्यो, एकदम हल्लिने रहेछ यो पुल। हल्लिँदाखेरि कता कता र तल हेर्दाखेरि एकदमै डर लाग्दो भय लाग्दो दृश्य देखिने र त धेरै हाइटमा रहेको यो झुलुङ्गे पुल एसियाकै नम्बर 1 मा पर्छ। यो लम्बाइको हिसाबले 538 मिटरको लम्बाइको करिब हामीले 10 मिनट लगाएर पार गऱ्यौँ र यहाँ वरपर हेर्दा एकदमै तल कालीगण्डकी बग्यो, त्यही माथि बागलुङ कालिका पुल भनेर चिनिने यो बागलुङमा रहेको झुलुङ्गे पुल जो कि 538 मिटर लम्बाइ। एकदमै रमाइलो रह्यो हाम्रो यात्रा। 10 मिनट